जय मसी, मेरो नाम चाहिँ मदन कुमार राई, नाइस टिचर डाङ्गेबाबाट आएको। विशेष यो फाल्डुङको 3 नम्बर वडाको विशेष एफएचसी प्रोभाइन चर्चमा हामीले बाइबल धारा भन्ने क्लासलाई हामीले 1 वर्षसम्म हामीले सेवा गर्दै अनि यहाँ धेरै कुरा बुझ्ने मौका हामीले पायौँ। यो ठाउँमा यो बाइबल धारा शब्दमा नै यति महत्त्वपूर्ण कुरा छ कि बाइबल धारा शब्दले नै हामीलाई यति धेरै आकर्षित बनाएको छ। किनभने यो क्लासहरू हामीले सिक्दै जति कुरा आयौँ, यो क्लासले हाम्रो व्यक्तिगत जीवन अनि हाम्रो मण्डलीमा धेरै ठुलो सेवकाईको लागि एउटा उत्साह मिलेको छ, जुन कुराले एकदमै हामी उत्साहित छौँ। र हाम्रो मण्डलीहरूले यो कुराबाट कति कुराहरू चाहिँ एउटा व्यवस्थित थिएन, मण्डलीहरू एकदमै धेरै कति अनभिज्ञ भएको जग्गामा हामीले केही एउटा असल कुराहरू पुर्याउने मौका पायौँ बाइबल धाराद्वारा। अनि विशेष यो कुरा भनिराख्नु त अब हामीले क्लास लगभग 10 वटा क्लास सिकिसकेका छौँ र आज हामीले 11औं क्लासमा छौँ र भोलि 12 क्लास हो। अनि 10 वटा क्लासहरू सिकिसक्दाखेरि हामी एकदमै महत्त्वपूर्ण कुराहरू चाहिँ हामीले सिक्ने मौका पायौँ। किनभने हामीलाई आवश्यक कुरा चाहिँ एकदमै महत्त्वपूर्ण टाढा टाढाबाट सिलगढीबाट टिचरहरू आएर कति नबुझेको कुराहरू हामीले बुझ्ने मौका पायौँ। अनि यो कुराले गर्दाखेरि आज हाम्रो मण्डली चाहिँ एकदमै बाइबल धारासँग चाहिँ खुसी छ। किनभनेदेखि बाइबल धाराको कारणले गर्दाखेरि मण्डलीले झुटो शिक्षाहरू बुझिरहेको बेला झुटो शिक्षालाई चाहिँ एउटा हामीले औल्याउने मौका पाएका छौँ बाइबल धाराको कारणले गर्दाखेरि। अनि एकदमै हामी यो कुरालाई चाहिँ हामी बिर्सन सक्दैनौँ। अब हामी योभन्दा आशा राखेको छौँ अझै धेरै अब हामीसँग भएको कुरा सबै अहिले बताएर 2 मिनटमा सक्दैन, तर हामी यो कुरालाई चाहिँ अब हामी हाम्रो जीवनबाट अनि हाम्रो सेवकाईमा लागू गर्नेछौँ। यही कुरा सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ हामीले सिकेको कुरालाई हामी सदुपयोग गर्नेछौँ र जहाँ चाहिँ अहिले झुटो कुराले धेरैभन्दा धेरै मण्डलीहरूलाई अझ कमजोरी बनाइरहेको छ अनि झुटो शिक्षामा गइरहेको छ र उनीहरूलाई चाहिँ हामी फर्काउने हामीसँग त्यो एउटा बोझ अनि दर्शन आएको छ यो बाइबल धाराको कारणले गर्दाखेरि, जस कारण एकदमै हामी उत्साहित छौँ, हाम्रो मण्डली पनि उत्साहित छ। अनि विशेष यसको लागि हामी बाइबल धाराका टिमलाई अनि सरहरूलाई पनि धन्यवाद भन्न चाहन्छौँ र विशेष प्रोभाइन चर्चलाई पनि हाम्रो सम्पूर्ण यो क्लासको तर्फबाट धन्यवाद भन्दै मेरो केही गवाई यही अन्त्य गर्छ। हस्त जय मसी। जय मसी, मेरो नाम चाहिँ अनन्त लेप्चा, म चाहिँ फालेडुङ 3 टाङ्गेपाबाट। अनि यहाँनिर सञ्चालन भइरहेको 1 वर्षीय बाइबल धारालाई एटेन्ड गर्दै गर्दाखेरि सबैभन्दा पहिला चाहिँ हाम्रो विभिन्न स्थानबाट आउनुभएका हाम्रो पवित्र दासहरू हुनुहुन्थ्यो। अनि हामीले उहाँहरूबाट चाहिँ अति मिस्टिरियस बिब्लिकल रहस्यमय कुराहरू चाहिँ हामीले सिक्न पाएका छौँ। हामी चाहिँ जस्तै मैले चाहिँ एउटा मण्डलीको जुनै स्थानमा रहे तापनि तर हामीले आफ्नो अगुवाहरूलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने कुराहरू अनि बाइबलले कुराहरू चाहिँ हाम्रो चाहिँ आफैले चाहिँ हामीले हाम्रो वर्धनहरूलाई चिन्ने कुराहरूमा धेरै कुराहरू हामीले सुन्न सकेका छौँ। अनि दशांश दिने विषयहरूमा आफ्नो अधिकारको विषयहरूमा प्रभुले हामीलाई कुन चाहिँ प्रभुले चाहिँ हामीलाई बाइबलमा धेरै अधिकारहरू दिनुभएको छ अनि त्यो कुराहरूलाई चाहिँ हामीले कसरी हाम्रो व्यक्तिगत जीवनमा चाहिँ हामीले प्रयोगमा ल्याउनु पर्ने कुराहरू धेरै कुराहरू हामीले सिक्न सकेका छौँ यो बाइबल धाराहरूबाट चाहिँ। अनि जतिजना प्रभुका दासहरू महान प्रभुका दासहरू यो ठाउँहरूमा आउनु भएको छ अनि उहाँहरूको शिक्षाद्वारा चाहिँ हामी सबैजना चाहिँ एकदमै आशिषित बनेका छौँ। अनि आउँदो दिनहरूमा पनि हामी चाहिँ उहाँहरूबाट पाएको शिक्षाहरूलाई चाहिँ हाम्रो मण्डलीहरूमा चाहिँ हामी अनि हाम्रो व्यक्तिगत जीवनहरूमा चाहिँ हामी प्रयोगमा हामी लानेछौँ। अनि धेरै कुराहरू सिकेका छौँ हामीले यो बाइबल धाराबाट, जुन चाहिँबाट चाहिँ हामीले हाम्रो जीवनमा चाहिँ हामी प्रयोगमा ल्याउनेछौँ। धेरै विषयहरू छ होइन, टाढाबाट प्रभुको दासहरू आउनुभयो अनि त्यो शिक्षाहरू हामीलाई दिनुभएको छ जसले चाहिँ हाम्रो व्यक्तिगत जीवनमा प्रयोगमा ल्याउनमा अथवा जीवन जिउनको लागि चाहिँ सजिलो बनाइदिएको छ। त्यसको लागि चाहिँ म इन्टायर टिमलाई जो डाइरेक्टर हुनुहुन्छ हाम्रो प्रेरित ध्रुव शिष्यज्यू हुनुहुन्छ उहाँलाई अनि हाम्रो कोअर्डिनेटर हाम्रो जेल सर हुनुहुन्छ उहाँ सम्पूर्ण टिमलाई चाहिँ म मेरो हृदयबाट धन्यवाद दिन चाहन्छु। धन्यवाद। हाम्रो सम्पूर्ण बाइबल धाराका कोर कमिटी मेम्बर्सहरूलाई आज परिचय दिँदै गर्दाखेरि मलाई साह्रै आनन्द लागेको छ। यो फालेलिङ गाउँपालिका अन्तर्गत पर्ने यो थकेबुङको बाइबल धारा दीक्षान्त समारोह आज समापन भएको छ र यो दीक्षान्त समारोहसम्म सकुशलताको साथमा प्रतिनिधि गर्दै नेतृत्व गर्दै ल्याउनुहुने हाम्रो थकेबुङ बाइबल धाराको प्रिन्सिपल स्क्रिनमा हुनुहुन्छ आदरणीय सर रमेश लिम्बुज्यू। उहाँ स्वयं प्रोफेसनले पनि
शिक्षक हुनुहुन्छ र उहाँले आफ्नो दायित्वलाई बडो कुशलताका साथमा पुरा गरिदिनु भएको छ र उहाँलाई हाम्रो बाइबल धाराको इन्टायर टिमको तर्फबाट धन्यवाद दिँदै सर हजुरले यो बाइबल धारा यहाँसम्म समापनसम्म ल्याउँदै गर्दाखेरि सुरुवातको समयमा भएको चुनौती, सङ्घर्ष र आशिषका कुराहरू हाम्रो टिमलाई केही कुरा पस्किदिनुहोस् न। मैले हजुरलाई यो समय दिएँ सर। क्रिस्टेसुको नाउँमा जय मसिह। म रमेश सम्पा थकेपुङ बाइबल धारा स्कुलका प्रिन्सिपलको रूपमा 12 महिनामा एकपटक कक्षा सञ्चालन गरेर आज 2083 वैशाख 16 गते दीक्षान्त भइसकेको छ र यो बाइबल धारा सञ्चालन हुँदै गर्दाखेरि मण्डलीमा एउटा शिक्षा को सुरुवात बाइबलीय शिक्षा प्राप्त गर्नको निम्ति विशेष मण्डलीले आफ्नो समय लगानी गरेर सहभागी भइकन बाइबलीय शिक्षा प्राप्त गरे र यस मण्डलीका वृद्ध बाबुआमादेखि लिएर जति नै बाइबल कलेज जान नसक्ने जनहरूले पनि बाइबल धारा स्कुलका पोख्त र दक्ष शिक्षकहरूबाट यस दुर्गम क्षेत्रमा आएर शिक्षा दिँदाखेरि अत्यन्तै प्रभावशाली, विशेष गरिकन यो बाइबल धारा सञ्चालन गर्नको निम्ति स्थानीय मण्डली चर्चहरू जति नै भेला भएर रजिस्ट्रेसन शुल्क मार्फत र मण्डलीकै स्रोतहरू खोजेर वैदेशिक जति नै रोजगारमा हुनुहुने जनहरूले सहयोग गरेको छ र मण्डलीको आफ्नै शैक्षिक रकमहरू प्रभुका जनहरूले दिएर चाहिँ यो बाइबल धारा सम्पादन भएको छ। सर हजुरलाई यो बाइबल धारा सुरुवातमा सुरु गर्दै गर्दाखेरिको अनुभव र मध्य भागमा आउँदै गर्दाखेरिको अनुभव र आज दीक्षान्त हुँदै गर्दाखेरिको अनुभव थोरै राखिदिनुहोस् न। यो बाइबल धारा सुरुवात गर्दै गर्दाखेरि सुरुमा नै नयाँ करारको प्रकाश, बाइबलीय शिक्षा, महिमाको ज्ञान यस मण्डली अथवा विद्यार्थीहरूको माझमा प्रकट भएको मैले महसुस गरेँ, जुन शिक्षाले उनीहरूको जीवन परिवर्तन भएको मैले देखेँ। अनि सुरुवातमा सञ्चालन गर्दै गर्दाखेरि दुर्गम क्षेत्र, बाटोघाटोको अभाव, यातायात क्षेत्रको अभाव हुँदै गर्दाखेरि यातायात क्षेत्रमा पनि जुन चाहिँ कच्ची बाटो भएको कारणले गर्दाखेरि जोखिम मोलेर प्रभुका जनहरू यस ठाउँमा आउनु खुसीको कुरा हो। मध्य भागमा आइपुग्दै गर्दा कुनै त्यस्तो समस्याहरू, अनुभूतिहरू भयो कि भएन हजुरलाई? कस्तो भयो सर? मध्य भागमा यो बाइबल धारा सञ्चालनमा आइपुग्दाखेरि एकपटक जेन्जी आन्दोलन र यहाँको बाढी पहिरो, वर्षाको कारणले गर्दाखेरि बाटो अवरुद्ध हुँदाखेरि एकपटकको कक्षा चाहिँ सार्नुपर्ने स्थिति, केही महिना पश्चात मात्र सञ्चालन गर्नुपर्ने स्थिति भएको थियो। हजुरले यो बाइबल धारालाई सञ्चालन गरेर आज त समापन पनि भयो। यो बाइबल धारा हजुरहरूले यो ठाउँमा आयोजना गर्दै गर्दाखेरि कस्तो अनुभूति भयो? हामीले सही निर्णय गरेछौँ या त हामीलाई निकै भार पो परेछ भन्ने केही त्यस्तो अनुभूति छ सर? त्यस्तो छैन, किनकि यो बाइबल धाराका टिचरहरू एकदमै दक्ष हुनुहुन्छ र सेमिनारहरू गरेको खण्डमा लाखौं खर्च हुन्थ्यो, तर बाइबल धारा स्कुलको माध्यमबाट दक्ष शिक्षकहरू आउँदाखेरि थोरै लागतमा यो बाइबल धारा सञ्चालन भएको छ र इच्छा शक्ति भएको खण्डमा मण्डलीले केही मात्रामा शैक्षिक रकमहरू सङ्कलन गरेर रजिस्ट्रेसन शुल्कबाट र कोही इच्छुक व्यक्तिहरूले मुठी खोलेर पनि यो बाइबल धारा सञ्चालन गर्न सकिन्छ र अत्यधिक दक्ष शिक्षकहरूबाट शिक्षा प्राप्त गर्दै गर्दाखेरि मण्डली थप शिक्षामा आशिष मिलेको छ। सर हजुरलाई मैले अर्को पनि एउटा जिज्ञासा राख्न चाहे। हजुर जस्तै भारतको सिक्किम, डुवर्स, दार्जिलिङ, कालिम्पोङ लगायत नेपालको विभिन्न
प्रदेश जिल्लाहरूमा पनि यो बाइबल धारा तपाईँ हजुर जस्तै कोअर्डिनेटर प्रिन्सिपलज्यूले सञ्चालन गरिराख्नु भएको छ। उहाँहरूलाई तपाईँको आफ्नै व्यक्तिगत अनुभवद्वारा 2 शब्दमा प्रेरणा के राख्न चाहनुहुन्छ, अर्थात् सुझाव सल्लाह के राख्नुहुन्छ सर? यो एउटा जिम्मेवारी भएको कारणले गर्दाखेरि मण्डलीमा बाइबलीय शिक्षा खाँचो भएन भने मण्डलीमा बाइबलीय शिक्षाको अभावबाट यो पुस्ता भकिएर जाँदै गर्दाखेरि यहाँको जवान युथहरूले र टिन्सदेखि लिएर बाइबल कलेज जानै नसक्ने प्रभुका जनहरूले पनि यो शिक्षा प्राप्त गर्दै गर्दाखेरि यो एउटा ऊर्जाको स्रोत मिलेको छ र यो जिम्मेवारी भएको कारणले गर्दाखेरि परमेश्वरले दिनुभएको यो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्नु हाम्रो कर्तव्य भएको कारणले गर्दाखेरि यो एउटा मण्डलीको एउटा काम गर्ने एउटा अवसरको रूपमा यसलाई लिएको खण्डमा र इच्छा शक्ति लाई चाहिँ काममा प्रकट गरिएमा साँच्चै नै यो बाइबल धारा आशिषित हुँदै जाँदछ र मण्डलीमा बाइबलीय शिक्षा जुन चाहिँ महिमाको ज्ञानले आत्मिक परिवर्तन ल्याउनेमा ढुक्क हुन सक्छ। आज त हाम्रो बाइबल धारा दीक्षान्त समारोह समापन भइसकेको छ र यो समापनपछि एक हिसाबले हजुरको जिम्मेवारीबाट एउटा बोझ पनि हल्का भएको चाहिँ छ। तथापि यो बाइबल धाराको समग्र क्लासहरूलाई सुन्दा बुझ्दा फेरि पनि हजुरहरूको क्षेत्रमा बाइबल धारा हुनुपर्छ जस्तो आभासहरू छ कि छैन? केही त्यस्तो पूर्व योजनाहरू गर्न सकिन्छ कि सकिँदैन होला सरको दृष्टिकोणमा? यो बाइबल धारा सञ्चालन गर्दै गर्दाखेरि कुनै बोझ भएको छैन। यो एउटा जिम्मेवारी भएको कारणले गर्दाखेरि मण्डलीले बाइबलीय शिक्षामा समय लगानी गर्नै पर्ने भएको कारणले गर्दाखेरि यो मण्डलीको अति आवश्यक बाइबलीय शिक्षा यो उपयुक्त शीर्षकहरूबाट मण्डलीले प्राप्त गरेको छ र अबको भविष्यको दिनहरूमा यो दुर्गम बाटोहरू कालोपत्रे भएको खण्डमा बाटोहरू उपयुक्त बनेको खण्डमा प्रभुका प्रियजनलाई यस पूर्वी नेपालको दुर्गम क्षेत्रहरूमा आएर फेरि पनि दोस्रो ब्याच सञ्चालन गर्ने हाम्रो मण्डलीको एउटा भविष्यको उद्देश्य छ र विशेष यो बाइबल धाराका शिक्षकहरूलाई म सम्झना गर्न चाहन्छु। यो दुर्गम क्षेत्रमा बाटोघाटोको यहाँको अवस्था बाटोको बावजुद पनि यो बाइबल धारा असल तरिकाले सम्पन्न भएकोमा यो एउटा मण्डलीको निम्ति उदाहरणीय बाइबल धारा स्कुल साबित भएको छ। जाँदा जाँदै बाइबल धाराको 12 जना शिक्षकहरूलाई हजुरले नजिकबाट अवलोकन गर्नुभयो, हेर्नुभयो, सुन्नुभयो, बस्नुभयो र बाइबल धाराको इन्टायर समूहलाई हजुरको तर्फबाट हृदयमा मनमा लागेका त्यस्ता केही सुझावहरू भएमा राखिदिनुहोस् न सर। विशेष गरिकन बाइबल धाराका 12वटा शिक्षकहरूलाई यस गरी स्मरण गर्न चाहन्छु। विशेष त उहाँलाई धन्यवाद पनि दिन चाहन्छु र यो बाइबल धाराको माध्यमबाट महिमाको ज्ञान दिनको निम्ति दुर्गम क्षेत्रहरूमा पनि अझ जाने प्रेरणा मिलोस् र क्रुसको बोझ अझै जिम्मेवारी कष्ट उठाउनको निम्ति पनि प्रेरणा मिलोस् भन्दै म त्यस्तो सुझाव दिने त्यस्तो कुनै धारणा नभएको कारणले गर्दाखेरि मेरो कुरा यति नै रहेको धन्यवाद सर। तपाईलाई परमप्रभु परमेश्वरले आशिष दिउन्। जय मसीह सर। छ। थ्याङ्क यू।